अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको चलचित्र लाली बजारको पोस्टर सार्वजनिक भएको छ। पोस्टर हेर्दा स्वस्तिमा फरक अवतारमा प्रस्तुत भएकी छिन्। उनी एक प्रेग्नेन्ट महिलाको रूपमा देखिएकी छिन्, तर उनको श्रृङ्गार, हावभाव र भाव-भङ्गिमा एउटा छुट्टै आत्मविश्वास र द्वन्द्व झल्किएको छ। पोस्टर हेर्दा उनको फिजिकल सिचुएसन र एटिट्युड बीचको दुविधालाई सङ्केत गरेको छ। यस चलचित्रको लेखक तथा निर्देशक यम थापा हुन्। स्वस्तिमाले यो फिल्म मार्फत आफूलाई नयाँ ढङ्गले प्रेजेन्ट गरेकी छिन्, जसमा उनी आफ्नो पछिल्लो मुभीहरूमा भएको क्यारेक्टर भन्दा भिन्न क्यारेक्टरमा देखिएकी छिन्। रविन्द्र सिंह बानियाले पटकथा खोजी गरिरहेको बेलामा उनले भनेको जस्तै कथा थापा मार्फत पाएका हुन्। यम थापाको स्क्रिप्टले उनीहरूलाई प्रभावित गरेको हो र निर्देशनको जिम्मा उनलाई नै दिएका हुन्। फिल्मको सुटिङ भने आगामी दशैँपछि सुरु हुनेछ, तर बाँकी कलाकारहरू अझै फिक्स भएको छैन र साथै कथा विवरण भने खुलेको छैन। स्वस्तिमाको यो नयाँ लुकले धेरैजसो अडियन्स र उनको फ्यानलाई आकर्षण गरिसकेको छ। अब यो उनको नयाँ लुकलाई कतिले रुचाउनेछन् त यो भने आउने दिनहरूमा थाहा हुनेछ।